सुन साथी मेरो कथा। सामाजिक रूपान्तरणका लागि किशोरीहरूको भूमिका। नमस्कार सबैलाई। गर्ल्स टेक ओभर गर्ल्स लिडिङ द चेन्ज सुन साथी मेरो कथाको यो स्पेशल एपिसोडमा हजुरहरूलाई स्वागत छ। आज हामी समुदायमा परिवर्तन ल्याइरहनु भएका बालिकाहरूको वास्तविक कथालाई हजुरहरू समक्ष प्रस्तुत गर्दैछौँ। आज हामी आफ्नै समुदायमा नेतृत्व गर्दै परिवर्तन ल्याइराख्नु भएका एक अद्भुत युवा कालीकोटबाट हुनुहुन्छ मोनिका। आउनुहोस् हामी उहाँलाई स्वागत गरौँ है त। मोनिका, वेलकम टु आवर पोडकास्ट। थ्याङ्क यू सो मच। मोनिका, हामी चाहिँ आफ्नो कुराकानीहरू सुरु गर्नुभन्दा अघि म थोरै इन्ट्रेस्टिङ बनाउनलाई, हाम्रो कुराकानीहरूलाई चाहिँ इन्ट्रेस्टिङ बनाउनलाई तिमीलाई थोरै वार्मअप गराउँ भनेर चाहिँ क्वेसन त नभनौँ, वर्डहरू चाहिँ तिमीलाई दिन्छु होइन। टक्क एउटा मात्रै वर्ड भन्छु। सो तिमीले चाहिँ त्यो वर्ड सुन्ने बित्तिकै तिमीलाई के लाग्छ होइन, तिम्रो दिमागमा चाहिँ के आइहाल्छ, सो त्यसलाई चाहिँ तिमीले भन्न सक्छौ है त। सो म स्टार्ट गरौँ। ओके। छोरी म, महिनावारी म आफै, कालीकोट मेरो घर, शिक्षा मैले प्राप्त गरेको ज्ञान, छाउ कुप्रथा, छुवाछुत, हानिकारक अभ्यास। थ्याङ्क यू सो मच। मेरो चाहिँ क्वेसन, यो वार्मअप क्वेसन चाहिँ हाम्रो चाहिँ यहीँनिर एन्ड हुन्छ। मोनिका, हजुर चाहिँ होइन एउटा लजालु स्वभावको, बोल्न डराउने व्यक्ति आज चाहिँ कालीकोटको युवा माझमा चाहिँ एक परिवर्तनको संवाहकको रूपमा कालीकोटमा मात्र नभएर पुरै संसारभरि नै चिनिराख्नु भएको छ होइन, र धेरैलाई चाहिँ प्रेरित गरिराख्नु भएको छ। सो हजुरबाटै यो हजुरको पैरवीको यात्रा चाहिँ थोरै बताइदिनुहोस् न। मेरो कथा सानो सुनाउँछु। म चाहिँ एउटा नबोल्न सक्ने व्यक्ति हो, जुन कि कसैलाई देख्दाखेरि डराउने लजाउने टाइपको मान्छे हो। तर एउटा हाम्रो गाउँमा चाहिँ नरहरिनाथ भन्ने ठाउँमा चाहिँ सियोसी भन्ने आयो। सियोसी भन्दाखेरि हामीले केही पनि थिएन, थाहा थिएन, हामी अननोन थियौँ। सियोसी भनेको के हो, यो तिनवटा शब्दले के जनाउँछ त यो सियोसी भन्ने मलाई लागेको थियो। र मेरो आफ्नै फुपू हुनुहुन्थ्यो, उहाँ फेसिलिटेट गर्ने, भोलिन्टियर गर्ने। अनि म गएँ त्यो क्लासमा। अनि सबैभन्दा पहिला म त्यो क्लासमा जाँदाखेरि मैले सोधेँ, सियोसी भनेको के हो त, यो के पढाउन लाग्नु भएको सियोसी, यस्तो नि हुन्छ भन्ने मेरो दिमागमा आयो। र मेरो फुपूले भन्नुभयो, यसको फुल फर्म चाहिँ च्याम्पियन अफ चेन्ज हो है, यत्तिकै सियोसी नाम राखेको होइन नि यसलाई भन्नु। च्याम्पियन अफ चेन्ज, यसलाई के भन्छ त नेपालीमा, मलाई इङ्ग्लिस नै त्यस्तो खासै आउँथेन। अनि फुपूले भन्नुभयो, यो भनेको चाहिँ परिवर्तनको संवाहक हो। म त्यतिखेर झस्याङ्ग भएँ। मलाई के लाग्यो भन्दाखेरि परिवर्तनको संवाहक भनेको चाहिँ म पनि परिवर्तन हुनसक्छु है यो कुराले, यो क्लासले भन्ने जस्तो मलाई फिल भयो। र म त्यो क्लास डेली हप्ताको चाहिँ एकचोटि चाहिँ शुक्रबारको दिन हुन्थ्यो यो क्लास। म चाहिँ त्यो क्लास नछुटाएर जान्थेँ। आधी साथी कहिले आउनुहुन्थ्यो कहिले आउनुहुन्थेन, तर म चाहिँ नछुटाएर जान्थेँ। र त्यो क्लासको चाहिँ सबैभन्दा बेस्ट चाहिँ मै थिएँ, किनकि म रेगुलर जाने विद्यार्थी थिएँ, सहभागी थिएँ। र त्यहाँ जाँदैखेरि गर्दाखेरि मैले धेरै कुराहरू सिकेँ, जस्तै कि बाल विवाह भनेको के हो, छाउपडी प्रथा भनेको के हो, जबरजस्ती विवाह भनेको के हो, जातीय विभेद भनेको के हो, लैङ्गिक विभेद भनेको के हो, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा, यौन हिंसा, महिला अधिकारको बारेमा धेरै कुराहरू थाहा पाएँ मैले त्यहाँबाट। अनि त्यो कुरा थाहा पाउँदै गर्दा मलाई प्लान इन्टरनेसनल नेपालले धेरैवटा अवसर दिनुभयो। जस्तै कि मैले सामाजिक विकास मन्त्री कर्णाली प्रदेशको गर्ल्स टेक ओभर गर्ने चाहिँ एउटा ठुलो अवसर पाएँ। त्यो अवसरबाट मलाई राम्रो मानेर अनि नेपालको नै प्रतिनिधित्व गरेर म चाहिँ थाइल्यान्ड गएको थिएँ। सो त्यो इभेन्टमा चाहिँ क्लाइमेट एक्सन्स को बारेमा थियो। त्यो मैले चाहिँ नेपालको प्रतिनिधित्व गरेर थाइल्यान्ड जाँदाखेरि पनि धेरै ठुलो अवसर पाएको थिएँ। र त्यस्तै गरेर मैले अरू थुप्रै ट्रेनिङहरू पनि लगेको छु। त्यस्तै कारणले गर्दा चाहिँ आज म यहाँसम्म आइपुगेको छु र मेरो प्लानको यात्रा चाहिँ यस्तै गरी गइरहेको छ। वाउ, सो इन्सपायरिङ जर्नी होइन। हजुरले सिओसीबाट स्टार्ट गरेर चाहिँ आफूलाई चाहिँ एकदम संसारभर चिनाउनलाई चाहिँ लागि परिराख्नु भएको छ, र राम्रो पनि भइरहेको छ हजुरको जर्नी हेर्दाखेरि होइन। हजुर जस्तो अरू युवाहरू पनि एकदमै प्रेरित हुनुहुन्छ होला भन्ने आशा छ। आफ्नो स्थानीय तहमा चाहिँ हजुरले जातीय विभेद, लैङ्गिक हिंसा विरुद्धको जुन समानता, छाउपडी प्रथा, यस्ता कुप्रथाहरूको चाहिँ विरोधमा चाहिँ आफ्नो आवाजलाई उठाइराख्नु भएको छ होइन। यो कुराहरू चाहिँ एकदमै धेरै नै उदाहरणीय छन्।
भौगोलिक रूपमा हेर्दा कालीकोटलाई चाहिँ दुर्गम जिल्ला मानिन्छ नि त। हजुर सो त्यहाँ परम्परागत सामाजिक रूपमा चलिआएको छाउपडी यो जुन कुप्रथाहरू जुन छ, सो यसको विरुद्धमा आवाज उठाउँदाखेरि चाहिँ हजुरहरूलाई चाहिँ जुन पनि सोसाइटीमा चाहिँ गर्ल्सहरूलाई अगाडि आवाज उठाउँछ भने अलिक गाह्रै नै हुन्छ होइन। सो हजुरलाई चाहिँ कस्तो खालको चुनौतीहरू चाहिँ आएको थियो? चुनौती त एकदम धेरै ठुलो नै चुनौती आउँछ, किनभने चाहिँ हाम्रो समाज चाहिँ एकदम पछाडि परेको वर्गको समाज हो, जुन समाजमा चाहिँ छोरी मान्छेले प्रगति गरेको देख्न चाहँदैन र छोरी मान्छेलाई पछाडि नै राख्छ। सो म चाहिँ त्यस्तो समाजबाट पनि गुज्रिएर चाहिँ परिवर्तन ल्याउनुपर्छ है मेरो समाजमा भनेर चाहिँ अगाडि हिँडेको मान्छे हो। खासमा मैले सिओसीमा बस्दै गरिखेर्दाखेरि धेरैवटा प्रोग्रामहरू गऱ्यौँ हामीले सिओसीबाट, जस्तै कि हामीले र्याली गऱ्यौँ, अनि त्यसपछि सडक नाटकहरू गऱ्यौँ, त्यस्तै गरी हामीले घर दैलो कार्यक्रमहरू पनि चलाएका थियौँ। घर दैलो कार्यक्रममा चाहिँ हामी चाहिँ टोल टोलमा गएर चाहिँ घर घरमा गएर चाहिँ हामीले यस्तो गर्नु हुँदैन है, छाउपडी प्रथा गर्नु हुँदैन है, छोरीलाई बाहिर राख्नु हुँदैन है, बाल विवाह गराउनु हुँदैन है भन्दाखेरि चाहिँ उहाँको अभिभावकले चाहिँ हामीलाई गाली गर्नुहुन्थ्यो कि थर्काउनुहुन्थ्यो, धम्काउनुहुन्थ्यो। मेरो छोरी हो, मेरो आफ्नो छोरीले त म जे पनि गर्न सक्छु, हजुर को हो र मेरो, अनि किन यस्तो भन्दै हुनुहुन्छ, मैले चाहिँ यस्तो गर्न सक्दिनँ भन्ने जस्तो पनि एक दिन फिल भयो मलाई। ओहो, म चाहिँ अर्काको घरमा गएर आमा र छोरी बिचको सम्बन्ध बिगार्दैछु कि जस्तो पनि फिल भयो नि त। अब आमाले थर्काउनुहुन्छ, मेरो छोरी यस्तो उस्तो भन्नुहुन्छ, तर मैले चाहिँ अरूको घरमा जानुभन्दा पहिले मेरो घरबाट सुरु गरौँ न त है, मेरो घर चेन्ज भयो भने अनि अरूको घर पनि आफै चेन्ज हुन्छ कि भन्ने जस्तो फिल भयो मलाई। र मैले मेरो आमालाई भने, आमा पहिला जे भयो बजेको पालामा, बाजेको पालामा जे भयो, हजुरको पालामा जे भयो, तर मेरो पालाबाट चाहिँ चेन्ज गर्नुपर्छ है भनेर मैले आमालाई एक बेलुका चाहिँ भने। आमाले भन्नुभयो, छोरी तिमी सिओसी क्लासमा जान्छौ, सिओसी भनेको के हो एकचोटि भनिदेऊ न भनेर भन्नुभयो। मैले भने, आमा त्यो सिओसी भनेको चाहिँ परिवर्तनको सम्भाव हो नि, त्यसैले म परिवर्तन हुनुपर्छ र हाम्रो घर परिवर्तन भएपछि बल्ल हाम्रो समाज परिवर्तन हुने हो नि, त्यही भएर चाहिँ हाम्रो घरमा चाहिँ परिवर्तन ल्याऊँ है आमा भने मैले। बजै पनि हुनुहुन्थ्यो र बजेले भन्नुभयो, यस्तो कहाँ परिवर्तन हुन्छ त, एक्कासी परिवर्तन हुन्छ त, हाम्रो त यो सयौँ वर्षदेखि चलिआएको परम्परा पो हो त, यसलाई परिवर्तन गर्न सकिँदैन नि भनेर भन्नुभयो। मैले भने, अब हजुरको पालामा पो परिवर्तन भएन त, हजुरले परिवर्तनै खोज्नु भएन त कसरी परिवर्तन हुन्छ, अब मैले चाहिँ परिवर्तन ल्याउँछु मेरो घरमा भनेर भने। अनि त्यसपछि बजे चाहिँ मान्नु भएन, अब पुरानै सोचाइको हो नि त उहाँ। अनि मेरो आमा चाहिँ मान्नुभयो। आमाले भन्नुभयो, ल ठिक छ, तिमीले राम्रो काम गर्दैछौ, म तिमीलाई साथ दिन्छु भनेर भन्नुभयो। अनि हाम्रो घरमा चाहिँ महिनावारी भएपछि बाहिर सर्ने, अर्को छुट्टै कोठामा बस्ने चलन थियो। त्यो दिनदेखि मेरो आमा बाहिर सर्नु भएन कि। अनि छोरी तिमी पनि सर्नु पर्दैन है भनेर भन्दाखेरि मलाई एकदम गर्व फिल भयो कि मेरो आमाले चाहिँ बुझ्नुभयो, अब म अरूको आमाले पनि कसरी बुझाउन सक्छु भन्ने चाहिँ आँट भयो। र मेरो घरबाट सुरु भएको त्यो परिवर्तनको यात्रा अहिले मेरो समाज पनि परिवर्तन भएको छ र मैले विभिन्न ठाउँमा गएर त्यो परिवर्तनका गहकिला भावहरू आफ्नै परिवारको चाहिँ व्यक्त गर्दा गर्दै सबै अहिले चाहिँ लगभग 99% चाहिँ परिवर्तन भएको मेरो आँखाले देखिरहेको छ। वाह, एकदमै खुसी लागेको छ होइन। एज म पनि परिवर्तनको सम्भाग कार्यक्रमबाट नै आफूलाई चाहिँ नेतृत्व गरिराखेको हुँदाखेरि होइन, हजुरको पनि यो जर्नी अझ कालीकोट जस्तो ठाउँको होइन मानसिकतालाई परिवर्तन गर्न सक्ने। अनि हजुरको एउटा कुरा चाहिँ एकदमै मलाई नि आफूलाई नि एकदमै लिन मन लागेको कुरा चाहिँ के लाग्यो भने, परिवर्तन चाहिँ आफूबाट स्टार्ट गर्नुपर्ने रहेछ है। किनकि दुनियाँलाई परिवर्तन गर्छु भन्दाखेरि आफू परिवर्तन भएन भनेदेखि चाहिँ सम्भव छैन भन्ने कुरा चाहिँ एकदम कस्तो राम्रो उदाहरण दिनुभयो होइन। सो यो हुँदै गर्दाखेरि मलाई चाहिँ एउटा आफूलाई पर्सनली चाहिँ के जान्न मन लाग्यो भने, कालीकोटमा त छाउपडी चाहिँ पहिल्यैदेखि नै होइन अति चलिआएको कुरा हो। सो छाउपडीले गर्दाखेरि चाहिँ एज अ गर्लहरूमा होइन कस्तो खालको चाहिँ असरहरू परिरहेको छ त, त्यो कुरालाई नि अलिकति भनिदिनुहुन्छ कि? हुन्छ। कालीकोट भन्ने बित्तिकै एकदम विकट ठाउँ हो, त्यो हजुरले भनिसक्नु भएको छ। र त्यो विकट ठाउँमा चाहिँ छाउपडी प्रथा एकदम त्यो चाहिँ परम्पराको रूपमा लिएको छ क्या। त्यहाँ म चाहिँ त्यसलाई कुप्रथा भन्छु, कुसंस्कार भन्छु, र त्यहाँको मान्छेले चाहिँ प्रथाको रूपमा लाग्नु भएको छ। र त्यो छाउपडी प्रथा भनेको चाहिँ
महिलाको शरीरबाट निस्किने रगतहरू हो नि त। त्यो रगतहरूले चाहिँ अर्को मान्छेलाई जन्माउँछ नि त। त्यो भनेको चाहिँ प्राकृतिक रूपमा दिएको वरदान नसोचेर चाहिँ हाम्रो समाजले चाहिँ त्यसलाई कुप्रथाको रूपमा चाहिँ घोषणा गरेको छ। त्यो छाउपडी प्रथाले चाहिँ हाम्रो समाजमा हाम्रो किशोरीमा चाहिँ विशेष इम्प्याक्ट के पारेको छ भन्दाखेरि त्यो चाहिँ 6 दिनसम्म चाहिँ 5 दिनसम्म चाहिँ उसले बाहिर छुट्टै घरभन्दा बाहिर अर्को घरमा चाहिँ एक्लै नै चाहिँ बस्नुपर्ने हुन्छ, जहाँ कि राम्रोसँग झ्याल ढोका पनि हुँदैन। त्यहाँ चाहिँ के हुन्छ भने किशोरीलाई समस्या सर्प आउँछ, बेला बेलामा सर्पहरू आउन सक्छ, टोक्छ। अनि त्यसै गरी चाहिँ हाम्रो समाजमा चाहिँ धेरै रक्सी खाने चलन छ नि त। रक्सी खाने मान्छेहरू धेरै हुन्छ। अनि राति आएर चाहिँ बलात्कृत हुने सम्भावना पनि 90% छ कि। अनि बलात्कृत हुने सम्भावना छ। अनि केही किरा फट्याङ्ग्रा बिच्छीहरूले आएर टोक्ने सम्भावना पनि आइछ। त्यस्तो समाजमा त्यस्तो ठाउँमा चाहिँ अब हामीले चाहिँ परिवर्तनको दियो बाल्नुपर्छ जस्तो पनि लाग्यो र हामीले त्यो किशोरीहरूलाई धेरै इम्प्याक्ट पारिरहेको छ। त्यसले भनेर हामीले सिओसी मार्फत चाहिँ कार्यक्रमहरू सञ्चालन गरेको छौँ। अनि र हामीले प्रहरीको चाहिँ सहयोगले चाहिँ हामीले त्यो घर भत्काउने पनि कार्यक्रम सञ्चालन गरेका थियौँ। र त्यो सबै घरहरू भत्काइसकेपछि अहिले चाहिँ लगभग 95% चाहिँ हट्यो र 5% चाहिँ कहीँ बाँकी छ। होइन, हजुरले भनिराख्दाखेरि चाहिँ सुरुमा चाहिँ हामीले जे हेरिरहेका थियौँ नि त होइन, नेपाललाई चाहिँ छाउ मुक्त घोषणा गर्ने भनेर राज्यले पनि कदम चालिराख्दाखेरि फेरि त्यो छाउ भत्काको केही समयपछि नै फेरि बनाइहाल्ने त्यस्तो खालको अवस्था चाहिँ थियो होइन। सो हजुरबाट जान्न पाउँदाखेरि चाहिँ एउटा के भयो भने महिलाहरूलाई चाहिँ कतिको असर परिरहेको छ त होइन। सो आफ्नो ज्यान पनि त गुमाइराख्नु भएको छ, सर्पले टोकेर अनिखेर बलात्कृत भइराख्नु भएको छैन, प्रतिदिन नै एकदमै धेरै त्रासमा हुनुहुन्छ होइन। सो त्यो अवस्था चाहिँ नहोस् भन्नलाई हजुरहरूले चालिराख्नु भएको कदम चाहिँ एकदमै उदाहरणीय लाग्यो मलाई होइन। अनि हजुरले अघि भनिराख्नु भएको थियो होइन, गर्ल्स टेक ओभर गर्नुभएको। सो एज मैले पनि गर्ल्स टेक ओभर गरिराख्दाखेरि चाहिँ मेरो एउटा छुट्टै एक्सपिरियन्स थियो भनेदेखि हजुर पनि आफ्नो कालीकोटमा वडामा होइन, कालीकोटको वडामा पालिकामा चाहिँ युथ क्लबमा अनि बाल क्लबहरूमा चाहिँ जोइन हुनुहुन्थ्यो। सो त्यो एक्सपिरियन्सदेखि लिएर हजुरले गर्ल्स टेक ओभर गरिराख्दाखेरि चाहिँ हजुरलाई कस्तो अनुभव भएको थियो होइन। यो अपर्च्युनिटी सानोतिनो अपर्च्युनिटी त होइन, मलाई पनि फिल भइरहेको थियो। र हजुरलाई चाहिँ त्यहाँ कालीकोटको बिचमा होइन, कालीकोट जस्तो ठाउँमा एज अ गर्ल भएर आफूले कसैको पद चाहिँ एक दिनको लागि मात्रै भए पनि टेक ओभर गर्दाखेरिको चाहिँ अनुभव कस्तो थियो त? मेरो चाहिँ मैले चाहिँ सामाजिक विकास मन्त्री कर्णाली प्रदेशको चाहिँ सामाजिक विकास मन्त्रीको चाहिँ गर्ल्स टेक ओभर गरेको थिएँ। सो त्यो गर्ल्स टेक ओभर गर्दाखेरि पहिला चाहिँ म नर्भस पनि भएको थिएँ, किनकि मन्त्री जस्तो पदमा चाहिँ मैले गर्ल्स टेक ओभर गर्दैछु है भन्दाखेरि मेरो समाजले नि पत्याएन। एक दिनको लागि भए पनि म बन्न गइरहेको थिएँ नि त, तर मेरो समाजले चाहिँ पत्याएन। र पछि चाहिँ त्यो फेसबुक आउँदाखेरि चाहिँ प्रुभ भएर त्यो समाजले चाहिँ एक्सेप्ट गरिहाल्यो। र मैले चाहिँ त्यो पद गर्दाखेरि चाहिँ मलाई के लाग्यो भने चाहिँ एउटा महिलाले पनि एउटा किशोरीले पनि ठुलो पदलाई पनि ह्यान्डल गर्न सक्छ है भन्ने जस्तो चाहिँ मलाई महसुस भयो। र त्यहाँ चाहिँ धेरै कामहरू पनि हुँदो रहेछ। मैले त्यो कामहरू पनि मूल्याङ्कन गरेँ र त्यहाँको सम्पूर्ण स्टाफहरूसँग पनि मेरो राम्रो कम्युनिकेसन भयो। र त्यहाँ मैले त्यो पद पाउँदाखेरि गर्दाखेरि सामाजिक विकास मन्त्रीज्यूले भन्नुभएको थियो कि नानी तिमीले पनि के गर्न सक्छौ है भनेर भन्नुभएको थियो कि मैले चाहिँ अगाडि गर्ल्स टेक ओभर गरेको थिएन। अनि त्यतिखेरै भन्नुभएको थियो। अनि पछि चाहिँ हाम्रो प्रोग्राम स्टार्ट हुँदै गयो र मैले गर्ल्स टेक ओभर गर्दै गएँ। अनि जे होस् मेरो गर्ल्स टेक ओभर राम्रै भएको थियो र त्यो राम्रो भएको कारणले चाहिँ मैले थाइल्यान्ड जाने अपर्च्युनिटी पाएको थिएँ। थाइल्यान्ड गइबस्दाखेरि चाहिँ होइन हजुरलाई नेपालमा जुन कालीकोटमा जुन हेर्ने दृष्टिकोण थियो होइन, त्यो पनि त परिवर्तन भएर आयो होला नि त। किनकि पहिला त हजुरले मन्त्रीको पद चाहिँ टेक ओभर गर्दै हुनुहुन्छ भन्दाखेरि नपत्याउनु भएको व्यक्तिहरूलाई चाहिँ हजुर बाहिर गएर होइन आफ्नो चाहिँ सहभागिता दिइराख्दाखेरि चाहिँ कस्तो अनुभव भयो र अनि पछि चाहिँ हजुरले के चेन्ज पाउनु भयो? मैले चाहिँ मेरो थाइल्यान्डसम्मको यात्रालाई जोड्ने चाहिँ सिओसी नै हो। त्यो मन्त्री पछिको चाहिँ मेरो अर्को ठुलो अवसर भनेको चाहिँ थाइल्यान्ड जाने हो। खासमा मन्त्री हुँदाखेरि त
पत्याएन समाजले, कहाँ थाइल्यान्ड जाने पत्याउँछ त। अनि पछि चाहिँ ठ्याक्क प्लानबाट कल आयो मलाई, हजुर चाहिँ सिलेक्ट हुनुभएको छ इभेन्टको, थाइल्यान्डको इभेन्टको लागि, सो हजुर चाहिँ जानुपर्ने भयो 4 दिनको लागि भनेर कल आयो। म पनि पहिला चाहिँ म आफै नै होपलेस भएको थिएँ। यति ठुलो बात मैले इमेजिन पनि गर्न सकेको थिएन कि यति ठुलो अपर्च्युनिटी आउँछ ममा भनेर। अनि मैले चाहिँ मेरो फ्यामिलीलाई भनेँ, यस्तो यस्तो कल आएको छ, मैले चाहिँ जानुपर्ने भयो रे भने। अनि मेरो फ्यामिलीले नि पत्याएन। यस्तो बच्चालाई, म त्यतिखेर 17 वर्षको थिएँ, 17 वर्षको बच्चालाई नि विदेश कसले लान्छ र, संस्थाको भरमा यताउति भन्यो है मेरो फ्यामिलीले। अनि पछि मैले राम्रोसँग बुझाएँ, अनि प्लानको सर म्यामहरूसँग कुराकानी गराएँ। अनि त्यसपछि मेरो घरकोले बुझ्नुभयो। अनि म जाने चाहिँ फिक्स भयो र अनि म पासपोर्ट बनाउन अनि काठमाडौँ आएँ, म र मेरो मम्मी। मैले त्यही इभेन्ट त्यही पासपोर्ट बनाउने अवसरले चाहिँ मेरो मम्मीलाई चाहिँ मैले प्लेनमा चढाउने नि अवसर पाएँ। त्यो चाहिँ मेरो सबैभन्दा ठुलो गर्व गर्न लायक छ। र पासपोर्ट बनाएर फेरि घर फर्किँदाखेरि गाउँकोले भने, त्यहाँ 18-9 वर्ष नपुगेकै विदेश जान मिल्दैन, कसरी हजुरको छोरी विदेश जान्छ त, अनि इभेन्टको लागि त जानु मिल्दैन, के भन्ने कुराहरू आयो मेरो समाज सोसाइटीहरूबाट। र जे सुकै भन्न दिनु, केही हुँदैन, म त्यहाँबाट आएपछि उहाँहरूलाई थाहा भइहाल्छ भनेर मैले भनेँ। अनि पछि चाहिँ आफ्नो काम गर्दै राखेँ। अनि ठ्याक्क मेरो बाबा चाहिँ सुर्खेतसम्म मलाई पुगाउन आउनुभयो त्यो इभेन्टको लागि। र त्यहाँदेखि चाहिँ दुर्गा आन्टीले चाहिँ मलाई लिएर लिनुभएको उता थाइल्यान्डसम्म। सो अनि त्यो प्रोग्राम पनि एकदम राम्रो भयो। त्यहाँको प्रोग्राम पनि मैले बोलेको त्यो सबै एकदम राम्रो लाग्यो अरे उहाँहरूलाई पनि। र मैले त्यहाँ नेपालीबाट भनेको थिएँ, किनकि नेपालको पनि कालीकोटको नै आफ्नो मौलिक भाषाबाट चाहिँ त्यहाँ प्रस्तुत गर्नुपर्ने थियो। सो म नेपालबाट नै प्रतिनिधित्व गरेर गएको थिएँ, त्यही भएर नेपाली भाषाबाट बोल्नुपर्छ भनेर भन्नु। त्यहाँ ट्रान्सलेट गर्नु चाहिँ दुर्गा आन्टीले गर्छ हो। सो अनि त्यहाँ गर्दाखेरि मेरो इभेन्टको चाहिँ प्रत्यक्ष लाइभ प्रसारण भइरहेको थियो। सो हाम्रो घरकोले चाहिँ सबैलाई देखाउनु भएर चाहिँ हजुरहरूले चाहिँ जानु मिल्दैन भन्छ थियो नि, तर गएर चाहिँ मेरो छोरी चाहिँ त्यो स्टेजमा गएर बोल्यो भनेर देखाउनु भयो। अनि म त्यहाँबाट आउँदाखेरि गर्दाखेरि हाम्रो समाज चाहिँ एकदम दङ्ग भए, फलानाको छोरीले त्यस्तो गर्यो है। अनि त्यो सिओसीमा जोइन हुँदाखेरि यस्तो अवसरहरू पाउँदो रहेछ, मेरो छोरीहरूलाई पनि जोइन गराइदिनु पऱ्यो नि त, केही छ त्योको माध्यम भनेर भन्दाखेरि चाहिँ मलाई एक तर्फबाट हाँसो पनि लाग्यो कि पहिला त्यो सिओसी भनेको चाहिँ नबुझ्ने, त्यो उहाँको छोरीहरू पनि 1-2 दिन गएर चाहिँ छोड्नु भएकोले चाहिँ त्यस्तो भन्दै हुनु चाहिँ, तर सिओसीले चाहिँ के गर्दैछ भने चाहिँ फिल भयो। र पछि उहाँहरूले पनि बुझ्नुभयो कि हाम्रो छोरीहरूले पनि केही गर्न सक्छ भनेर। आफूले होइन छोरी भएर गर्व गर्नु पाएको अनुभव चाहिँ एकदमै ठुलो नै हुन्छ नि, एकदम राम्रो हुन्छ। सो हजुरबाट सुन्न पाउँदा चाहिँ एकदमै खुसी लाग्यो होइन। कालीकोटको लागि जीवन्त उदाहरण हुनुहुन्छ हजुर चाहिँ है। सो अब हामी चाहिँ अन्त्यमतिर नै भनौँ होइन छौँ। सो हजुरले चाहिँ अब आउने 2-3 वर्ष या केही समय पछाडि चाहिँ कालीकोटलाई चाहिँ कस्तो देख्न चाहनुहुन्छ हजुरले, यदि भविष्यमा कुनै नेतृत्वको पद, किनकि हजुर अहिले त यतिको सक्षम हुनुहुन्छ भने पछि अभियसली सक्सेस त हुनुहुन्छ होइन। सो केही पदमा भइबस्दा, नेतृत्वको पद लिइबस्दाखेरि चाहिँ के गर्न चाहनुहुन्छ कालीकोटको लागि भनौँ, अथवा आफ्नो लागि परिवर्तनको लागि चाहिँ के गर्न सक्नुहुन्छ? मेरो चाहिँ पहिलादेखिको मेरो सपना भनेको चाहिँ समाजसेवी हो। सो त्यो सपनालाई चाहिँ साकार चाहिँ मलाई एनजिओहरूले गरिरहेको छ। सो मेरो चाहिँ पछिको चाहिँ लक्ष्य भनेको चाहिँ के भन्दाखेरि, म चाहिँ एनजिओमै आबद्ध भएर चाहिँ मेरो समाजलाई, मेरो घरलाई, मेरो टोललाई, मेरो कालीकोट जिल्लालाई, सँगै पछि नेपाललाई परिवर्तन गर्ने चाहिँ मेरो ठुलो लक्ष्य छ। सो त्यो लक्ष्यमा चाहिँ मैले चाहिँ पछि 2-3 वर्षपछिको कालीकोटलाई इमेजिन गरिसकेको छु। कस्तो हो भन्दाखेरि मैले चाहिँ एनजिओहरूमा चाहिँ किन मैले एनजिओ चुज गरेको भन्दाखेरि, एनजिओ भनेको कुना काप्चा पँधेरोमा चाहिँ छरिएको एनजिओ हो कि, यो एउटा ठाउँमा मात्रै लागू भएको छैन। विभिन्न जिल्लाहरूमा, विभिन्न वडाहरूमा, विभिन्न पालिकाहरूमा चाहिँ यो एनजिओ गएको छ। सो एनजिओहरूमा चाहिँ जुनसुकै एनजिओ भए पनि त्योमा चाहिँ आबद्ध भएर चाहिँ मैले चाहिँ सबैभन्दा पहिले चाहिँ छुवाछुत, बालविवाह, लैङ्गिक हिंसा, जातीय विभेद जस्ता ती हानिकारक अभ्यासहरूलाई चाहिँ मैले
न्यूनीकरण त भइसकेको छ, तर चाहिँ मैले चाहिँ समाप्त भएको चाहिँ देख्न चाहन्छु। र त्यो समाप्त चाहिँ म जस्ता कैयौँ किशोरीहरूले चाहिँ हातेमालो गरेर मात्रै सम्भव छ। म एक्लैले गरेर चाहिँ केही पनि हुनेवाला छैन। एक थुकी 100 थुकी नदी भनिन्छ नि, मैले मात्रै गरेर केही पनि हुनेवाला छैन। म जस्ता हजारौँ, सयौँ, लाखौँ किशोरीहरूले चाहिँ हातेमालो गर्नुपर्छ र परिवर्तनको दियो बाल्नुपर्छ जस्तो लाग्छ। वास्तवमै हो पनि होइन। हजुरले चाहिँ अब पछि गरिराख्नुभएका अब गर्नुहुने कामहरूलाई चाहिँ हामीले पनि हेर्न पाउने अवसर पाउँछौँ होला भन्ने चाहिँ आश गर्छु। सो परिवर्तनका लागि चाहिँ हजुरले पैरवीहरू, नेतृत्वहरू जुन गरिरहनु भएको छ र कालीकोटका अथवा नेपालभरिका सबै युवाहरू चाहिँ युथ जेनेरेसनले चाहिँ होइन इफ गर्न चाहन्छन् भनेदेखि चाहिँ उहाँहरूको लागि चाहिँ के मेसेज चाहिँ दिन चाहनुहुन्छ? म चाहिँ कालीकोटका विशेष गरी किशोरीहरूलाई के भन्न चाहन्छु भने, हजुरहरूले नगर्न सक्ने केही पनि छैन है। हजुरहरू हातेमालो मात्रै गर्नुहोस्, असम्भव भने केही कुरा पनि छैन। सो के भन्न चाहन्छु भने, परिवर्तन चाहिँ सुरु हामीले आफैले गर्नुपर्छ र पछि भविष्यमा चाहिँ के कस्तो आफ्नो समाजलाई, कस्तो कालीकोटलाई देख्न चाहनुहुन्छ त्यो हजुरहरूको हातमा छ। र हातेमालो गर्नुहोस्, म हजुरहरूको साथ चाहिँ सदैव रहिरहनेछु। हात दिएदेखि साथ त पाइहालिन्छ नै। हजुर, एकदम। सो एकदमै राम्रो कुरा गर्नुभयो। अन्तिममा जाँदा जाँदै म चाहिँ सिओसीमा हुँदाखेरि होइन एज अ परिवर्तनको सम्भाग भइबस्दाखेरि चाहिँ त्यो कार्यक्रममा जोडिबस्दा एकदमै क्रिएटिभिटीहरू गर्थ्यौँ होइन हामीले चाहिँ। सो आई नो पर्सनल्ली होइन हजुरलाई, हजुर पनि एकदमै क्रिएटिभ हुनुहुन्छ। सो हजुरले चाहिँ खास गरी आज केही मेसेज आफ्नो क्रिएटिभिटीको थ्रुबाट चाहिँ केही मेसेजहरू दिन चाहनुहुन्छ भने हामी चाहिँ सुन्न चाहन्छौँ। गाउँ समाज र कुरेतिर कुसंस्कारलाई हटाउँछ सिओसीले। गाउँ समाज कुरेतिर कुसंस्कारलाई हटाउँछ सिओसीले। आफू परिवर्तन भई अरूलाई परिवर्तन गराउँछ सिओसीले। आफू परिवर्तन भई अरूलाई परिवर्तन गराउँछ सिओसीले। किशोरीलाई स्वतन्त्र बनाउँछ सिओसीले। किशोरीलाई स्वतन्त्र बनाउँछ सिओसीले। आत्मनिर्भर भई बाँच्न सिकाउँछ सिओसीले। आत्मनिर्भर भई बाँच्न सिकाउँछ सिओसीले। थ्याङ्क यू। वाउ, एकदम राम्रो पोइम होइन जुन हजुर आफैले क्रिएट गर्नुभएको थियो। कति धेरै राम्रो नि, सुनिबस्न मन लाग्ने। सो आज हामीलाई पोडकास्टमा सुनिराख्नुभएका व्यक्तिहरूलाई पनि, उहाँहरूलाई पनि एकदमै राम्रो लाग्छ होला भन्ने चाहिँ आश गरेको छु। र मोनिकाजी, हजुरलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद होइन आजको समयको लागि। अनि हजुरले गरिराख्नुभएका आफ्नो स्थानीय तहदेखि गरिराख्नुभएका कामहरू चाहिँ एकदमै धेरै उदाहरणीय छन् र अरू हजुरहरू जस्तै युथहरूले पनि कसरी गर्न सक्छन् शुद्ध भनिसक्नु भएको छ होइन। सो चेन्ज चाहिँ आफूबाट ल्याउनुपर्छ भनेर हजुरले जसरी आफूबाट स्टार्ट गरेर चाहिँ अहिले पनि कन्टिन्यू गरिराख्नु भएको छ र पछि पनि गरिराख्ने प्रतिबद्धता जुन लिनुभएको छ त्यो चाहिँ एकदमै धेरै उदाहरणीय छ र मैले पनि त्योबाट आज धेरै कुराहरू चाहिँ सिकेँ। सो आजको लागि चाहिँ धेरै धेरै धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यति ठुलो अवसर दिनुभएकोमा। र यो सन्देश चाहिँ म चाहन्छु कि यो सन्देश चाहिँ त्यो ठाउँसम्म पुगोस् कि जुन ठाउँबाट म आएको छु। थ्याङ्क यू। हामीलाई सुनेर बसिराख्नुभएका अन्य श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद। सुन साथी, मेरो कथा पोडकास्टलाई हजुरहरूले प्लान इन्टरनेसनल नेपालको सोसल मिडिया पेजबाट र CINको रेडियो नेटवर्कबाट सुन्न सक्नुहुन्छ हरेक शुक्रबार बेलुका 7 बजे।